हामी यहाँ धरान प्रवेश गरिसकेका छौँ र धरानको केही दृश्यहरू तपाईँहरू हेर्न सक्नुहुनेछ। अब धरान बजारतिर हामी प्रवेश हुँदैछौँ। त्यसपछि हामी हाम्रो केही आफन्तहरू यहाँ विजयपुर, यहाँ हाम्रो धरानमाथि विजयपुर भन्ने एउटा जग्गा छ जहाँ चाहिँ विश्व प्रसिद्ध धेरै धार्मिक स्थल सँगसँगै पर्यटनको मुख्य केन्द्र धरानको मुख्य केन्द्र हामी पुग्नेछौँ र केही आफन्तहरूलाई भेटेर हामी आज त्यतै एक रात नजिकैको होटेलमा बस्नेछौँ र त्यसपछि भोलि बिहानै फर्किनेछौँ। अच्छा राजेश, हामी कहाँ आयौँ भनौँ? अहिले हामी धरान आइपुगेछौँ। अब यहाँबाट के अघि गएर चाहिँ हामी उकालोतर्फ लाग्नेछौँ। उकालो लगभग 1 किलोमिटर पुगेपछि यो विजयपुर डाँडा आउनेछ। यहाँ चाहिँ हामी देखाउन सक्दैनौँ अझ। यहाँ विश्व प्रसिद्ध हिन्दूहरूको धर्मस्थली तपाईँहरू दन्तकली मन्दिर पाउनुहुन्छ, शिव मन्दिर पाउनुहुन्छ, अनि तपाईँहरूले विन्टेजको धाम पनि पाउनुहुन्छ। त्यसपछि यहाँबाट अलिक माथि अहिले हामी धरान आइपुगेछौँ। हाम्रो माइला भाइले पेरा राइडिङ गर्ने अरे हो। त्यो ग्यास्ट्रिक धारामा हेरे यसले बग्न परेको। अब यहाँ भर्खरै मात्र हामीले धरान प्रवेश गरिसकेका छौँ। अहिले हाम्रो यो धरानको मुख्य बजारतर्फ हेर्नुहोस्, यस्तो छ धरान। 4 भाइ नेपाल डल्लै घुम्ने तर्खरमा र यसरी अर्का साम्पाङको गाउँ पनि हामीले यसरी अफिस हेर्न पायौँ। र यहाँबाट अहिले हामी विजयपुरतर्फ र यो हाम्रो घर बहिनीहरूले हामीलाई सबैको विवरण देखाउँदैछ भने सिधै जनम जनम अब तपाईँले हेर्न सक्नुहुन्छ इटारी सहर ठुलो जुन बाटो तल थाहा छ त्यो बाटो रहेछ इटारी सहर। काकाको घरबाट बेलकुनीबाट चाहिँ देख्ने दृश्य यस्तो छ। बेलकुनीबाट चाहिँ यसरी गाडी पार्किङ गर्ने जग्गा साइडमा एकदम। हामी जाँदाखेरि बाटोमा थकाली सिटी सेन्टरमा बसेर खानाको लागि किनभने बिहान एकदमै छिटो निक्लेको कारणले गर्दा भोक पनि लागिसकेको थियो र धरान इटारी आउने धेरै यहाँबाट 3 घन्टा बाँकी थियो भने हामी खाना खाएर चाहिँ जानुपर्छ भन्ने सल्लाह भएपछि हामी थकालीभित्र प्रवेश गऱ्यौँ। थकाली धेरै सुनिएको हामीले नाम र आज कस्तो खाना पाउँछ यसमा ट्राई पनि गर्ने हिसाबले सिलगढी नेपालको प्रसिद्ध नामी होटेल थकाली निकै राम्रो एसी ब्रान्डी विस्कीहरू पनि सजाइसकेको साइडमा खाना अर्डर दिएपछि यसरी खाना पर्खिनु पर्ने रहेछ। आधी घन्टा जस्तो बसाइसकेपछि खाना आउने तर्खर भयो र खाना पनि एकदमै नेपाली हिसाबले आफ्नो जातीय गोर्खेको हिसाबले गोर्खे थलमा खाना आयो भने यस्तो खाएछ। खाना मोटामोटी यतिको राम्रै रहेछ र 4 भाइले आरामले गफ गर्दै यहाँ सकेपछि कम्ती ल बस बस हामी सिधै धरानपट्टि लाग्ने सल्लाह भइसकेको थियो।
खाना खाँदै गएको थकाली त्यो अलिकति सफा हुनुपर्छ Ini